आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो वर्षको क्रिसमस 2025 र नयाँ वर्ष 2026 को हार्दिक शुभकामना छ। जय मसीह छ। यतिखेर क्रिसमसको माहौल छ। यो क्रिसमसको माहौलमा क्रिसमसले येशू ख्रीष्टको आगमनको कुरा बताउँदछ। येशू ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ। उहाँको आगमन अन्धकारले भरिएको संसारमा भएको छ। यो एउटा बडो उत्सवको कुरा हो। यो खुसीको कुरा हो, किनभने अन्धकार भन्ने बित्तिकै अन्योलता र अनिश्चितताको कुरा बुझिन्छ। यस्तो अन्योलता र अनिश्चितता र पीडाले भरिएको संसारमा परमेश्वरले आफ्नो प्रकाश, आफ्ना पुत्र येशूलाई ज्योतिको रूपमा संसारमा पठाउनु भयो। येशू संसारको ज्योति हुनुहुन्छ। त्यो ज्योति चम्किनका लागि हो। येशूको आगमनले संसारको अन्धकारलाई हटाएको छ र अन्धकारमा उहाँको ज्योति चम्किन्छ। यो ईश्वरीय योजना हो। यो भविष्यवाणी येशू जन्मनुभन्दा धेरै पहिला भइसकेको थियो। यशायाह नाम गरेको अगमवक्ताले यशायाहको पुस्तक 9:2 मा यसरी लेखेका छन्, अन्धकारमा हिँड्ने मानिसहरूले ठुलो ज्योति देखेका छन्। अनि अन्धकारले भरिएको संसारमा परमेश्वरको ज्योति नै सबैभन्दा ठुलो ज्योति प्रवेश भएको हुनेछ र त्यो ज्योतिले संसारको सबै पापलाई, मानिसभित्र भएको डरलाई, निराशालाई र संसारमा हराएकाहरूलाई पुरै रूपमा उहाँको प्रकाशभित्र ल्याउनेछ र परमेश्वरको ज्योतिभित्र ल्याउनेछ। यो परमेश्वरको योजना थियो र यो योजना अनुसार उहाँले भविष्यवाणी पठाउनु भयो। ख्रीष्ट आउनुभयो। हाम्रो जीवनको मार्गलाई उहाँले बदली गरिदिनु भएको छ। हामी येशूलाई पाउनुभन्दा अगाडि हाम्रो जीवन एक प्रकारको थियो, निराशाले भरिएको, स्वार्थले भरिएको, आफू केन्द्रित थियो भने जब उहाँ आउनुभयो हाम्रो जीवनलाई उहाँले परमेश्वरतिर केन्द्रित बनाइदिनु भएको छ। धार्मिकताको केन्द्रित बनाइदिनु भएको छ र हाम्रो जीवनमा भएको सबै निराशालाई हटाइदिनु भएको छ, पापलाई हटाइदिनु भएको छ। ख्रीष्टको आगमनले तपाईँको जीवनलाई पूर्ण रूपमा नयाँ अर्थ दिएको छ। उदाहरण म तपाईँलाई दिन्छु। रातिको अन्धकारमा हराइरहेको मानिसले एउटा सानो बत्ती देख्यो भने त्यो बत्तीले उसलाई कति सुरक्षित महसुस गराउँछ। म पनि त्यो अवस्थाबाट गुज्रिएको छु। म पहाडमा धेरै वर्ष अगाडि जङ्गलमा पहाडमा हराएको थिएँ र सानो ज्योतिले मलाई फेरि बाटो पहिल्याउन धेरै मद्दत गरेको थियो। म अहिले जस्तो लाग्छ करिब 30 वर्ष अगाडिको कुरा हो, तर भर्खरै लाग्छ। र यस्तै गरिकन यो एउटा चित्र मात्रै हो र संसारमा यस्तै गरिकन हराएकाहरूका निम्ति येशू ज्योति भएर आउनु भएको छ। दोस्रो कुरा के छ भन्दा हामी परमेश्वरलाई विश्वास गरेका मानिसहरूलाई येशूले भन्नुभयो, तिमीहरू जगतका ज्योति हो भन्नुभयो। उहाँले तिमीहरू ज्योतिमा हुनेछौ भन्नु भएन, उहाँले तिमीहरू संसारको निम्ति ज्योति हो भन्नुभयो। यसको मतलब हाम्रो जीवनबाट, विश्वास गरेका मानिसहरू, विश्वासीहरूको जीवनबाट परमेश्वरको ज्योति संसारमा गएको उहाँ चाहनुहुन्छ। यो परमेश्वरको योजना हो र यसै गरिकन तपाईँ र मेरा दयालु शब्दहरूबाट र सानो सानो कामहरूबाट, इमानदारिताको व्यवहारबाट र हामीले गर्ने क्षमाहरूबाट, हाम्रो साहसी गवाही दिने कुराबाट परमेश्वरको ज्योति संसारमा जान्छ र येशू ख्रीष्टलाई मानिसहरूले भेटाउन सक्नुहुन्छ, मुक्तिदातालाई पाउन सक्नुहुन्छ र मानिसहरूको जीवन परिवर्तन हुन्छ। यो कुरा हाम्रो जीवनबाट सानो प्रयास हो, तर बाँकी काम परमेश्वरले गर्नुहुन्छ र यसको प्रभाव ज्यादै नै ठुलो हुन्छ। यसको कल्पना पनि हामी गर्न सक्दैनौँ। यसकारणले यस वर्षको क्रिसमसमा तपाईँको जीवनबाट, दयालु शब्दहरूबाट, तपाईँका इमानदारिताका कामबाट, तपाईँको क्षमाबाट, तपाईँको साहसिलो गवाहीबाट येशूको ज्योति तपाईँको जीवनबाट अन्धकारले भरिएको तपाईँको संसारमा गएको होस्। परमेश्वरको योजना पुरा भएको होस्।
क्रिसमसको सन्देश परमेश्वरको आज्ञा हो र हामी लुकाको सुसमाचार 2 अध्यायको 17 पदमा हामी देख्छौँ गोठालाहरूले येशू जन्मेको कुरा सबभन्दा पहिला थाहा पाए र येशूलाई दर्शन गरे। उनीहरूले बालक येशूलाई दर्शन गरे। त्यसपछि उनीहरू 17 पदमा हामी देख्छौँ उनीहरू गएर सबै मानिसहरूलाई यो कुराको सन्देश दिए, यो कुरा फैलाए। उनीहरूले जसले फेरि यो कुरालाई विश्वास गरेर आएर येशूलाई भेटे उनको जीवनमा परमेश्वरको ज्योति आएको थियो र साँच्चै त्यो तपाईँ र मेरो निम्ति नमुना हो, त्यो तपाईँ र मेरो निम्ति मार्गदर्शन हो। तपाईँ र मैले येशूलाई पाएका छौँ, जसरी गोठालाहरूले भेटे त्यस्तै गरिकन पहिला तपाईँ र मेरो जीवनमा येशू आउनु भएको छ, येशूको ज्योतिको आगमन भएको छ, हामीले पाएका छौँ र यो हामीसँग रहनका लागि होइन, परमेश्वरले तपाईँ र मलाई आज्ञा गर्नुभएको छ। तिमीहरूले सित्तैमा पाएको हो, तिमीले सित्तैमा गएर देऊ। यस कारणले मेरो यो प्रार्थना छ, मेरो यो तपाईँहरूको लागि शुभकामना छ। यस वर्षको क्रिसमसमा तपाईँहरूको प्रार्थनाबाट, तपाईँहरूको उद्धारताबाट, तपाईँको सुसमाचारबाट मानिसहरूले, तपाईँका वरिपरि भएका आफन्तहरू, साथीभाइहरू, छरछिमेकीहरू, तपाईँले प्रेम गर्नेहरू, तपाईँले चिन्नेहरूले येशू ख्रिस्टको ज्योति पाउन सक्नु भएको होस्, उहाँको मुक्ति र उद्धार पाउन सक्नु भएको होस्। यो परमेश्वरको ईश्वरीय उद्देश्य हो, यो ईश्वरीय आज्ञा हो, यो तपाईँको जीवनमा पुरा होस् ताकि तपाईँको बोलावट, तपाईँको परमेश्वरको बोलावट तपाईँको जीवनमा छ त्यो सार्थक बनेको होस्। र यसै गरिकन यो वर्षको क्रिसमस 2025 र आउँदै गरेको नयाँ वर्ष 2026 तपाईँ र तपाईँको परिवारको निम्ति र धेरै धेरै आशिष खुसी ल्याएको वर्ष होस् र तपाईँका योजनाहरू सफल हुन्, आनन्द र शान्ति सुस्वास्थ्य तपाईँहरूको लागि बन्न सकोस्, यही मेरो शुभकामना छ। जय मसीह छ। मेरी क्रिसमस, ह्याप्पी न्यू इयर फेरि पनि भन्दछु। धन्यवाद।